सबैजनालाई नमस्कार। आज लोकसेवा तयारीको लागि भाग 10 मा रहेको सङ्घीय आर्थिक कार्यप्रणाली, भाग 16 मा रहेको प्रदेश आर्थिक कार्यप्रणाली र भाग 19 मा रहेको स्थानीय आर्थिक कार्यप्रणालीको बारेमा केही जानकारी दिन चाहन्छु। त्यसमा चाहिँ हाम्रो सङ्घीय आर्थिक कार्यप्रणालीमा चाहिँ रहेका धाराहरू 115 बाट 125, त्यहाँबाट उतापट्टि प्रदेशमा चाहिँ 213 बाट 203 बाट 213 र स्थानीयमा रहेको 228, 29, 30 सबैमा साझा भन्ने कुरा के छैन। पहिलो धारामा यता 115 मा होस् या उता 203 मा होस् या उता 228 मा चाहिँ कानुन बिना भनौँ न कर लगाउन वा ऋण उठाउन नपाउने भन्ने छ। र दोस्रोमा भएको चाहिँ यताको सङ्घीयमा 116 धारा नम्बर, प्रदेशमा चाहिँ 204 र उतापट्टि 229 मा रहेको चाहिँ सञ्चित कोषको चाहिँ व्यवस्थाको कुराहरू छ। र त्यसपछि गएर अर्को अन्तिम धारामा चाहिँ स्थानीयकोमा चाहिँ राजस्व र व्ययको अनुमान भन्ने छ। र यता सङ्घीय र प्रदेशमा चाहिँ कस्तो छ भन्दा सुरुमा ऋण लाउन र कर लगाउन नपाउने कुरा भइहाल्यो, दोस्रोमा चाहिँ सञ्चित कोषको व्यवस्था भइहाल्यो, तेस्रोमा सञ्चित कोषमाथि व्ययको कुरा आयो, अनि चौथोमा सञ्चित कोषमाथि व्ययभार भन्छ। व्यय र व्ययभार छुट्टा छुट्टै हुनु फेरि, अनि त्यहाँबाट चौथोसम्म गयो। पाँचौँ भनेको त्यसपछि आएर चाहिँ विनियोजन ऐनको कुरा आउँछ। सञ्चित कोषमाथि व्ययभार भइसकेपछि व्ययभार भइसकेपछि राजस्व र व्ययको अनुमान आउँछ। राजस्व र व्ययको अनुमान गरिसकेपछि विनियोजन ऐनको कुरा आउँछ। विनियोजन ऐनपछि गएर चाहिँ पूरक अनुमानको कुरा आउँछ। पूरक अनुमानको कुरा आइसकेपछि त्यसपछि गएर चाहिँ पेस्की खर्चको कुरा आउँछ। पेस्की खर्च उधारो खर्चको कुरा आउँछ। उधारो खर्च भइसकेपछि त्यहाँबाट चाहिँ आकस्मिक कोषको कुरा आउँछ। आकस्मिक कोषको कुरा आइसकेपछि चाहिँ आर्थिक कार्यविधि सम्बन्धी ऐनको कुरा आउँछ। प्रदेशमा र सङ्घमा एउटै हो है, त्यसमा सङ्घीय छ, यता प्रदेश भन्ने छ। फेरि एकपल्ट दोहोऱ्याउन चाहे, सुरुमा आउने भनेको चाहिँ कर वा ऋण चाहिँ उठाउन नपाउने कुरा भयो। दोस्रोमा गएर सञ्चित कोष सम्बन्धीको व्यवस्था, तेस्रोमा सञ्चित कोषमाथिको व्ययको रकम आउँछ, चौथोमा व्ययभार हुने चाहिँ रकम आउँछ, पाँचौँमा चाहिँ राजस्व र व्ययको अनुमान आउँछ, छैटौँमा भनेको चाहिँ विनियोजन ऐनको कुरा आउँछ। विनियोजन ऐनपछि पूरक अनुमानको कुरा आउँछ। पूरक अनुमानपछि पेस्की खर्चको कुरा आउँछ। त्यसपछि उधारो खर्चको कुरा आउँछ। उधारो खर्चपछि चाहिँ आकस्मिक कोषको कुरा आउँछ। आकस्मिक कोषको कुरा आएपछि चाहिँ आर्थिक कार्यविधि सम्बन्धी ऐनको कुरा आउँछ है। अब यसलाई सरल बनाउनको लागि प्रदेश र सङ्घको आर्थिक कार्यप्रणालीलाई मर्ज गरेर पढ्न सकिन्छ होइन। कस्तो कुरा रहन्छ भन्दाखेरि जस्तै अब सङ्घको चाहिँ सञ्चित कोषमाथि व्यय हुने रकम मा चाहिँ अब के आउँछ भन्ने कुरामा चाहिँ सङ्घीयको र प्रदेशको त्यही शब्द मात्रै फेरौँ, सङ्घीय भनेर जोड्ने या के भन्छ प्रदेश भनेर जोड्ने। त्यसमा चाहिँ एउटा कुरा आयो, सञ्चित कोषमाथि व्ययभार हुने रकम हेर्नु है, व्ययभित्र पर्ने सञ्चित कोषमाथि व्ययमा चाहिँ के पर्छ भन्दाखेरि त्यसमा पर्ने भनेको चारवटा कुरा पर्छ। एउटा सञ्चित कोषमाथि व्ययभार हुने रकम पर्यो, अर्को विनियोजन ऐनद्वारा हुने खर्चको कुरा आयो, त्यसपछि विनियोजन ऐन विचाराधीन रहेको अवस्थामा चाहिँ पेस्की खर्चको कुरा आउँछ, पेस्की खर्चलाई समेट्छ। त्यसपछि पेस्की खर्चको कुरा आएपछि अर्को उधारो खर्चको कुरा पनि आउँछ। विशेष अवस्थामा चाहिँ अब व्ययको मात्रै विवरण भएको चाहिँ उधारो खर्चको कुरा आउँछ। यी चारवटा कुरालाई चाहिँ व्ययले समेट्छ, चाहे प्रदेशको कुरा होस् चाहे सङ्घको कुरा होस्। अनि व्ययभार हुनेमा चाहिँ थोरै फरक छ। के फरक छ भन्दाखेरि सङ्घीय सञ्चित कोषमाथि व्ययभार हुने रकममा चाहिँ पारिश्रमिक र सुविधा 5वटा आउँछ, 5 प्रकारको पारिश्रमिक र सुविधा आउँछ भने उतापट्टि प्रदेशकोमा चाहिँ 2टा मात्रै आउँछ है त। याद गर, 5वटा पारिश्रमिक र सुविधा सम्बन्धी 5वटा बुँदा छन् सङ्घीय उसमा, सङ्घीय सञ्चित कोषमाथि व्ययभार हुने रकममा भनेर प्रदेशमा चाहिँ 2टा छन्। अनि त्यसपछि अर्को भनेको चाहिँ सरकारको दायित्व, ऋणको दायित्वको कुरा आउँछ।
दायित्वमा पर्ने ऋणको रकम आउँछ। अनि अर्को अदालतको गरेको फैसलाबाट तिर्नुपर्ने रकम सरकारको विरुद्धमा अदालत वा अन्य निकायले फैसला गर्दाखेरिको तिर्नुपर्ने रकमको कुरा आउँछ। अनि त्यसपछि अर्को भनेको चाहिँ कानुनले दिएको चाहिँ व्यवहार हुने रकम भनेर आउँछ। भनेपछि सम्झनु, एउटा पारिश्रमिकको कुरा आयो, एउटा ऋणको कुरा आयो, एउटा अदालतले वा अन्य निकायले दिएको चाहिँ खर्चको कुरा आयो, फैसला विरुद्धको खर्चको कुरा। अनि अर्को भनेर चाहिँ कानुन बमोजिम हुने खर्च भनेर आयो। दुईटामा यी टपिक्समा आउँछ। र एउटा के थप हुन्छ भन्दाखेरि सङ्घीय सञ्चित कोषमाथि व्यवहार हुने रकममा प्रशासनिक खर्च कसको भन्दाखेरि संवैधानिक निकाय, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय लगायतका चाहिँ संवैधानिक नियोगहरूको चाहिँ कार्यालयको प्रशासनिक खर्च कुरा चाहिँ सङ्घीय उसमा थपेर आउँछ। अब फेरि एकपल्ट सरल गरौँ, 5 सङ्घीय कोषमाथि व्यवहार हुने रकममा जुन 5वटा पारिश्रमिक भन्यो, कसको पारिश्रमिक र सुविधा पर्छ भन्दाखेरि पहिलामा राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक र सुविधा पर्छ। दोस्रोमा भनेको न्याय सम्बन्धी के पर्छ भन्दाखेरि प्रधान न्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश लगायतका न्याय परिषदको पदाधिकारीहरूको पारिश्रमिक र सुविधाको कुरा आउँछ। तेस्रोमा भनेको चाहिँ संवैधानिक निकायहरूको चाहिँ पदाधिकारीहरूको पारिश्रमिकको कुरा आउँछ। अनि चौथोमा भनेको यतापट्टि प्रदेश प्रमुखको जुन प्रदेशमा बसेका प्रदेश प्रमुखको खर्च पनि सङ्घीय उसबाट हुने गर्छ। अर्को चाहिँ सभामुख, प्रतिनिधि सभाको सभामुख र उपसभामुख र राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षको गरेर यी 5 जनाको पारिश्रमिक र सुविधाको चाहिँ सङ्घीय सञ्चित कोषमाथि व्यवहार हुने रकममा पर्छ। त्यसपछि गएर चाहिँ 5वटा चाहिँ पारिश्रमिक सुविधा पर्यो। अब अर्को के भनेको थियो, कार्यालय सञ्चालन खर्चको कुरा, जुन प्रशासनिक खर्चको कुरा गरेँ। त्यसमा कस्तो भन्दा राष्ट्रपति र उपराष्ट्रपति कार्यालय, संवैधानिक निकायका कार्यालयहरू होइन लगायतका चाहिँ ती विषयहरूका चाहिँ ती कार्यालयहरूका प्रशासनिक खर्चको कुरा आउँछ। प्रशासनिक खर्च कुरा आइसकेपछि अघि मैले अब बाँकी अरू भनेको एउटा ऋणको भने नेपाल सरकारको सङ्घीय गर्दाखेरि नेपाल सरकारको दायित्वमा परेको ऋणको कुरा आयो भने प्रदेशको गर्दाखेरि प्रदेश सरकारको दायित्वमा परेको ऋणको कुरा आयो। अर्को अदालत भनेको थिएँ, अदालतमा के भन्दाखेरि चाहिँ नेपाल सरकारको यता गर्दाखेरि सङ्घीय गर्दाखेरि नेपाल सरकारको विरुद्धमा भएका अदालत वा अन्य निकायबाट चाहिँ निर्णयको चाहिँ त्यो फैसलाबाट चाहिँ तिर्नुपर्ने रकमको चाहिँ आउँछ यता। सङ्घीय गर्दा नेपाल सरकारको, उता चाहिँ प्रदेशमा गर्दा प्रदेश सरकारको एउटा ऋणको कुरा पनि सक्यो, अदालतको कुरा पनि सक्यो। अनि अर्को चाहिँ सङ्घीय भए सङ्घीय कानुन बमोजिम व्यवहार हुने रकमको कुरा आउँछ। प्रदेश भए प्रदेश कानुन बमोजिम चाहिँ त्यो अनुसार व्यवहार हुने रकम ऐनले दिएको अधिकारको कुरा आउँछ। यसरी सङ्घ र प्रदेशको आर्थिक कार्यप्रणाली भित्रको सञ्चित कोषमाथि व्यवहार हुने रकमको चाहिँ यसरी गर्न सकियो। भनेपछि अब अर्को बुदामा राजस्वको कुरा गर्छौँ। राजस्व र व्ययको अनुमानमा, राजस्व र व्ययको अनुमानमा के छ भन्दाखेरि एउटा राजस्व भनेपछि आएको कुरा आउँछ, अर्को र व्ययको अनुमान चाहिँ व्ययको कुरा, खर्चको कुरा आउँछ। यसमा चाहिँ कस्ता कस्ता कुराहरूलाई समेट्यो भन्दा राजस्व भनेपछि राजस्व र आम्दानीको कुरा र राजस्वको अनुमान एउटा गर्नु पर्यो। दोस्रो भनेको खर्चको गर्नको लागि विनियोजन ऐनद्वारा हुने खर्चको कुरा आउँछ। अर्को सञ्चित कोषमाथि व्यवहार हुने रकमको कुरा आउँछ, अघि मैले भनेको सञ्चित कोषमाथि व्यवहार। अनि अर्को विनियोजन ऐन र एउटा राजस्वको अनुमान। यी 3टा कुरालाई राजस्व र व्ययको अनुमानमा समेट्न सकिन्छ, चाहे सङ्घको होस् चाहे प्रदेशको होस्। त्यसपछि सङ्घमा चाहिँ अर्को कुरा के थपिएको छ भन्दाखेरि यो चाहिँ जेठ 15 गतेभित्रमा चाहिँ राजस्व र व्ययको अनुमान चाहिँ पेश गर्नुपर्ने भन्ने कुरा छ। प्रदेशमा चाहिँ यति गते भनेर त्यो संविधानमा खुलाएको छैन। र अर्को चाहिँ समेट्नुपर्ने कुरा के आउँछ त्यसैभित्र भन्दा गत आर्थिक वर्षमा अगाडिको चलिरहेको चालु आर्थिक वर्षमा प्रत्येक मन्त्रालयलाई छुट्याएको खर्च, त्यसको प्रगति र त्यसको समीक्षाको कुरालाई पनि यसमा समेट्नुपर्छ राजस्व र व्ययको अनुमानमा। यति गरिसकेपछि राजस्व र व्ययको अनुमानको पाटो पनि सकियो। त्यसपछि विनियोजन ऐन आउँछ। विनियोजन ऐनको कुराहरू भने त त्यसमा त्यो शीर्षकमा चाहिँ विनियोजन विधेयकद्वारा चाहिँ पारित गर्ने कुराहरूलाई चाहिँ विनियोजन ऐनमा छ। त्यसमा खासै ठुलो कुरो छैन। पेस्कीको कुरा आयो, पेस्की खर्चको कुरा आयो। पेस्की खर्चमा पनि उता र यता यस्तै खालको छ।
एउटै छ, प्रदेश लेख्ने उता, यता सङ्घ के समेट्ने रहेछ पेस्की खर्चले भन्दाखेरि कस्तो अवस्थामा पेस्की खर्च भन्दाखेरि विनियोजनहीन विचाराधीन रहेको अवस्थामा, सुन्नु है त, विनियोजनहीन विचाराधीन रहेको अवस्थामा जुन अनुमान गरेछ, पूरक अनुमान अनुमान जुन गरेछ त्यो अनुमान गरिएको राजस्व र व्ययको अनुमान गरिएको केही अंश चाहिँ पेस्कीको रूपमा चलाउन मिल्ने भनेर भनेछ। पेस्कीको रूपमा केही अङ्क, त्यसको केही अंश चाहिँ पेस्कीको रूपमा चलाउन मिल्ने भन्यो। अनि यसले पेस्कीको खर्चको कुरालाई पनि समेट्यो। अब अर्को कुरा भनेको उधारो खर्च, कस्तो अवस्थामा उधारो खर्च गर्ने, थोरै यसमा प्रदेश र यता अलिक फरक छ। सङ्घमा के कस्तो अवस्था भन्दाखेरि प्राकृतिक विपदको अवस्था, बाह्य आक्रमणको आशंका भएको अवस्था, आन्तरिक द्वन्द्व हुने, आन्तरिक विघ्न भनेको छ शब्द, आन्तरिक विघ्नको अवस्था या कुनै अवस्था, कुनै यस्तै प्रकारको कुनै अवस्थामा ल्याउने भनेको छ। अनि कसरी ल्याउने भन्दा त धारा 119 को 1 बमोजिम खुलाउनु पर्ने विवरण चाहिँ चाहे राष्ट्रिय सुरक्षाको कारणले गर्दा या अन्य कुनै कारणले खुलाउन अवाञ्छनीय देखिएको अवस्थामा चाहिँ त्यो चाहिँ व्ययको मात्र विवरण खुलाएर चाहिँ उधारो खर्च पेश गर्न पाउने भनेर सङ्घीयमा छ। प्रदेशमा के फरक छ भन्दाखेरि एउटा अवस्थामा चाहिँ यो बाह्य आक्रमणको अवस्था भन्ने छैन र आन्तरिक विघ्नको अवस्था भन्ने छैन। यो दुईटा हटाएर एउटा के भन्दाखेरि प्राकृतिक विपद र अन्य कुनै यस्तै खालको परिस्थितिमा भनेछ। अनि जस्तो सङ्घीयमा 119 को 1 बमोजिम भनेछ नि, यसमा 207 को 1 बमोजिम खुलाउनु पर्ने विवरण चाहिँ राष्ट्रिय सुरक्षाको कारणले या अन्य कुनै कारणले खुलाउनु चाहिँ अवाञ्छनीय देखिएको हुनाले उधारो खर्च ल्याउन पाउने भनेको छ। भनेपछि उधारो खर्च पनि सकियो, पेस्की खर्च पनि सकियो। अब आयो हाम्रो चाहिँ पूरक अनुमानको कुरामा। पूरक अनुमानमा पनि समेट्नुपर्ने कुराहरू 2-3टा कुरालाई ख्याल गर्नुपर्छ, चाहे सङ्घीयको होस् चाहे प्रदेशको होस्। के कुराहरूलाई चाहिँ पूरक अनुमानमा चाहिँ पेश गर्न सकिने भनेछ भन्दाखेरि चाहिँ कुनै पनि आर्थिक वर्षको चाहिँ जुन पेश गर्ने छ, आय र व्ययको अनुमान पेश गर्ने, सङ्घमा सङ्घीय अर्थमन्त्री, प्रदेशमा चाहिँ प्रदेश अर्थमन्त्रीले चाहिँ पूरक अनुमान चाहिँ सभामा पेश गर्ने, यता प्रदेश सभामा यता प्रतिनिधि सभामा चाहिँ पूरक अनुमान पेश। पूरक अनुमानमा चाहिँ कस्तो खालको कुराहरू रहन्छ भन्दाखेरि सङ्घमा गर्नुपर्दाखेरि सङ्घीय विनियोजन ऐनले चाहिँ कुनै पनि सेवालाई खर्च गर्ने अख्तियारी दिएको रकम चाहिँ अपुग भएमा, सुन्नु है, पूरक भने चाहिँ पुरा गर्ने कस्तो अवस्थामा, सङ्घमा चाहिँ सङ्घीय विनियोजन ऐनले चाहिँ कुनै पनि सेवामा खर्च गर्नको लागि दिएको अख्तियारीको रकम अपुग भएमा एउटा खर्च गर्न पाउने, एउटा चाहिँ अधिकार नदिएको विषयमा चाहिँ नयाँ सेवामा चाहिँ खर्च गर्नुपर्ने आवश्यक भएमा पूरक अनुमान ल्याउने, दुईटा कुरा भइहाल्यो। अनि तेस्रोमा चाहिँ के छ भन्दाखेरि जुन खर्च गर्ने दिएको रकम छ त्योभन्दा बढी खर्च भएमा पूरक अनुमान ल्याउने। यी 3टा अवस्थामा चाहिँ पूरक अनुमान ल्याउने भनेछ। चालु आर्थिक वर्षमा विनियोजन ऐनले अख्तियारी दिएको रकमभन्दा चाहिँ बढी खर्च हुन गएमा चाहिँ पूरक अनुमान ल्याउने भन्ने कुरा छ। र यो चाहिँ पूरक अनुमान ल्याइसकेपछि चाहिँ यसको चाहिँ सम्बन्धित शीर्षकमा उल्लेख गरेर चाहिँ विनियोजन विधेयकमा राख्ने भन्ने खालको व्यवस्था गरेछ। उता पनि प्रदेशमा पनि त्यही हो। प्रदेशमा पनि अब कुनै सेवाको लागि चाहिँ विनियोजन ऐनले अख्तियारी खर्च गर्न अख्तियारी दिएको रकम अपुग भएमा, दोस्रो कुरा चाहिँ अधिकार नदिएको नयाँ सेवामा चाहिँ आवश्यक भई खर्च गर्नुपर्ने भएमा, र अर्को भनेको चाहिँ अख्तियारी खर्च गर्न अख्तियारी दिएको रकमभन्दा बढी खर्च भएमा। 3टा अवस्थामा चाहिँ पूरक अनुमान लिएर आउनु मिल्ने खालको अवस्था। लगभग यति भएपछि आर्थिक कार्यप्रणालीको कुराहरू चाहिँ समेटिन्छन् 2टा तहको। अब तेस्रो तहको भने स्थानीय तहकोमा चाहिँ अघि मैले भन्ने हालेँ, पहिलोमा आउँछ धारा 228 मा कर वा ऋण लगाउन नपाउने भन्ने कुरा। कर वा ऋण लगाउन नपाउने, बिना कानुनमा चाहिँ अब कानुनमा चाहिँ मात्रै लगाउन पाउने भन्ने छ। दोस्रो भनेको सञ्चित कोषमाथि सञ्चित कोषको व्यवस्था, यता पनि थियो, त्यहाँ पनि स्थानीय सञ्चित कोषको व्यवस्था भयो। तेस्रो भनेको चाहिँ राजस्व र व्ययको अनुमान भयो होइन। यी 3टा कुराहरू समेटिन्छ 28, 29, 30 मा। अब चाहिँ सञ्चित कोषमाथि चाहिँ कस्ता कस्ता खालका चाहिँ रकम जम्मा हुने भन्ने कुरा चाहिँ
अब नेक्स्ट भिडियोमा अर्कोमा गर्छौँ। त्यति भएपछि लगभग आर्थिक कार्यप्रणाली तिनै तहको चाहिँ सकिन्छ। यो चाहिँ ट्याली गरेर चाहिँ गर्दाखेरि पढ्नको लागि सजिलो हुन्छ है। हस्, धन्यवाद।